हेलो हेलो सबैजनालाई फेरि नमस्कार है। आज फेरि हजुर सम्पूर्णलाई स्वागत छ छोटो मिठो ब्लगमा। विवेक पाक्रिन यता हेर्नुहोस्। अब आज चाहिँ धान उठाउन लागिरहेको छौँ हामी। यता आन्टीहरू हुनुहुन्छ, उतापट्टि नै अर्को बारी हुनुहुन्छ है, बारी छ उता चाहिँ आन्टीको, यता हाम्रो अर्को आन्टीको, अनि यता चाहिँ माइला, हामी माइला अङ्कल, म जेठो यति रहेको छ। मेरो आमाले यता थुपार्दै हुन्छ, यस्तै थुपार्ने अनि सर पुरै थुपारेर अनि त्यसपछि बल्ल अनि फेरि मुठा बाँधेपछि यस्तो मुठा बनाएपछि अनि थुपार्ने, त्यसपछि ठेसर लगाउने। ठेसर कहिले लगाउँछु भनेर थाहा छैन, तर आजै लगाउँछु जस्तो लाग्छ। पुरा भिडियो चाहिँ हजुरहरूले हेर्नु होला। सुरु गरौँ। के हो भाइ तिम्रो नाम? हो भाइ नाम क्या है तुम्हारा? एले समझी के एले एले स्क्वाड समझी स्क्वाड। ल उता रहेको छ हाम्रो काली बहिनी, अलिअलि मभन्दा गोरी छैन, काली नै हो। ल म पनि अब थुपार गर्छु, चट्ट हेर्नु होला है, राम्रोसँग अन्तिमसम्म बन्नु होला, कृपया मजाक नगर्नु होला। हेलो गाइज, अनि फाइनली हामीले सब यस्तो बनाइसक्यो, मुठा बनाइसक्यो। अब चाहिँ त्यो तिर्पल ओछ्याइराख्ने हो, त्यहाँ थुपार्नु छ, अनि त्यसपछि ठेसर आउँछ, ठेसर लगाइन्छ, त्यसपछि अनि बल्ल हेर्नुपर्छ है तपाईँहरूलाई। अब म सब यहाँ देखिरहेको छु नि हजुरहरूले, सब यस्तो वहाँसम्म छ है। यो सब ओछारेर अब यहाँ तिर्पलमा राख्ने छौँ। अब म हेर्नु होला। ऊ त्यहाँ काजी साहब आइरहेको छ, एलेक्स काजी मास्टर निले छोडेर गयो। कसरी तिमी किन यस्तो? म यस्तै हो। लगायत हेर्नु पर्यो है। सबैजनालाई स्वागत छ अब पाक्रिन ब्लगमा। अब म यो सब ओसारेर राख्छु है त। यो ओसार त फाइनली ओसाएर सक्यो। फेरि हाम्रो पाला आउँछ ठेसर लाउने है। गाइजहरू सबैजना हेर्नु होला, ऊ धुवा उडिरहेको छ, यसरी उठ्छ, यसरी ठेसर लाइन्छ। हेर्नुभयो हजुरहरूले, देख्नुभयो, यसरी लाइन्छ, यसरी भटभट सब सुकेको छ। धान चाहिँ यस्तो ताले मजासँग है, मेरो नि जाने पाला आउनु लागेको छ, म जान्छु है गाइज। त्यही भएर अहिले चाहिँ यसरी भाँचिएको छ मेरो स्ट्यान्डको चाहिँ, त्यही भएर अब यसलाई अटाउने मुस्किल छ, त्यही भएर गाइड है। ल म गएँ। अब तपाईँहरूलाई के भन्ने, म त यसरी नआएर पनि सकिसक्यो। धान सान ओसार्यो, अब यहाँ खुट्टा धुनै परिहाल्यो, अलिकति धुलो लागिसक्यो। अब लास्टै भोग लाग्यो, अलिकति बासी भात छ, खान्छु। त्यही हो गाइज, छोटो मिठो कस्तो भयो भिडियो, त्यो हो, यति हो, सक्यो खतम। ल त केटा हो, जय नेपाल। फेरि आगामी भिडियोहरूमा भेट्दै गरौँला।